भनेपछि धरहरा बनाइएको होइन बिगारिएको हो भन्ने तपाईँको आशय होइन। धरहरा त बिना बनाएको पनि छैन, बिगारेको पनि छैन, त पछाडि जस्ताको त्यस्तै छ त। ट्याक्सीहरू पनि पठाउमा दर्ता भएर टोटलमा दर्ता कतिपय दर्ता छन्, कतिपय छैनन्। त्यसलाई चाहिँ महानगरले नै त्यसलाई कोलाबोरेटिभ प्रोसेसमा ल्यायो भने एउटा चाहिँ भनौँ न यो कम्पिटिसनमा पनि हेल्दी कम्पिटिसन हुनुपर्छ नि। यहाँनिर एकजनाले मात्रै धेरै पाउने, अर्कोले कम पाउने, अथवा अर्कोले भोलिका दिनमा अर्कोले मात्रै धेरै पाउने, अर्कोले कम पाउनेलाई चाहिँ हेल्दी कम्पिटिसनमा लानुपर्छ। यस्तो चिज चाहिँ सबैले गरी खान पाउनुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो। महानगरले व्यवसाय गर्ने हो कि नियमन गर्ने हो? नियमन पनि गर्ने हो, व्यवसाय पनि गर्ने हो। महानगरले बिजनेस पनि गर्ने हो। तपाईँका यी कुराहरू सुन्दाखेरि भइहाल्छ, आजसम्म नभएको कुरा भइहाल्छ, चमत्कारै हुन्छ, काया पलट हुन्छ भन्ने जस्तो लाग्छ। यसलाई तपाईँको इमान्दार आत्मविश्वास भन्ने कि मतदाता लोभ्याउने चेष्टा भन्ने कि तपाईँको अपरिपक्वता र भ्रम भन्ने? होइन, भ्रम भन्नु मिल्दैन। किन भन्दाखेरि म इन्जिनियरिङ ब्याकग्राउन्डको हो, म आफै स्ट्रक्चरल इन्जिनियर हो। मैले कुरा गर्दाखेरि इम्पोसिबल कुरा गर्नै मिल्दैन। शौकबाट बनेको पेसा भनेको तपाईँ ऱ्यापर हो, सङ्गीतको क्षेत्रमा हुनुहुन्छ। तपाईँले पढेको विधा भारतमा गएर तपाईँले स्ट्रक्चरल इन्जिनियरिङ पढ्नुभयो, तपाईँ इन्जिनियर हो, आज पनि त्यही काम गरिरहनु भएको छ। अब भन्नु चाहिँ के भएको छ भने म यो दुईटा कुरा होइन, म राजनीति गर्छु, मेयर बन्छु। एउटा मान्छेले यस्तो चाहिँ किन हुन्छ? होइन, राजनीति गर्छु भनेर त कहीँ पनि अहिलेसम्म भनेकै छैनौँ, किनभने मेयर भनेको राजनीति गर्ने थलो नै होइन। संसार युवतीमै अडेको छ है? होइन, त्यस्तो पनि होइन। युवतीमै अडेको त छैन, तर युवतीमै अडियो भने केही पनि गर्न सकिँदैन। युवतीमै चाहिँ अडिनु चाहिँ भएन, तर अडिएको जस्तो देखिन्छ, त त्यसैमा अडिराख्नु। तर पुरुषहरूको लागि युवती भनिसकेपछि सबै कुरा छोड्न तयार हुन्छ नि। यस्तो भन्छ 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स। 99% मान्छे चाहिँ युवतीमा फसिरहेका हुन्छन्, बाँकी 1% चाहिँ मिलियनियर हुन्छन्। के चाहिँ सजिलो लाग्यो यहाँलाई? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिनु सजिलो रहेछ? होइन, गीत गाउन पनि सजिलो काम चाहिँ होइन। गीत गाउन किनभने हाम्रो विधामा त अझ गीत आफै लेख्नुपर्छ, आफै कम्पोज गर्नुपर्छ, आफै गाउनुपर्छ, आफैले एक्टिङ गर्नुपर्छ, प्रायः डिरेक्सन पनि आफैले गर्नुपर्छ होइन। त्यो हिसाबले गीत गाउन पनि एकदमै गाह्रो काम हो। मेरो इन्जिनियरिङ पनि गाह्रै काम हो होइन। अब यो पोलिटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने, त्यो सोचेर बस्नु भन्दा त बिहानदेखि बेलुका पढेको हो नि त। होइन, गाह्रो भन्ने सजिलो भन्ने होइन। हामीले चाहिँ हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि राजनीति होइन नि त। हाम्रो कुरा त विकाससँग जोडिएको छ नि त। मेयरको पोजिसनमा एकजना व्यक्ति गएर त्यसले राजनीति गर्ने होइन नि त। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु कोही टाढा बस्नु सक्दैन, कोही पनि टाढा बस्नु सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। तपाईँ यहाँ काठमाडौँमा बस्नु भएको छ, तर तपाईँको धादिङको घरहरू बनाउनु त हामी गयौँ नि त। हामीले एनआरएबाट त हामी त्यो रिकन्स्ट्रक्सनमा गइरहेको थियौँ नि त। हामी त काठमाडौँ बस्न पाएनौँ त्यो बेला। सुरुमा तपाईँले घर बनाउने हो, त्यसपछि चोक जिल्ला होइन, बिस्तारै देश बन्नलाई तपाईँले सानोबाट सुरु गर्ने हो नि त। काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त। जमिनको पानी रिचार्ज हुने भयो। तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो, अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ। इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी। सुन्दै गजब बेइज्जती। मेरो देशको झन्डा हो, म ओढेर हिँडिरहेको छु भनेपछि मैले त कसैलाई सोध्नै पर्दैन नि त्यो कुरालाई होइन। आफ्नो देशको झन्डा मान्छेले ओढेर होइन, दुरुपयोग कसै सदुपयोग भयो भन्नु बरु ठिक हुन्थ्यो होला। तपाईँको घोषणा पत्र त
उही बोतल फेरियो रक्सी पुरानो भने जस्तो पुराना राजनीतिक दलहरूबाटै सापट लिएको जस्तो अपरिपक्व जस्तो देखिन्छ नि भने तपाईँको जवाफ के हुन्छ? धेरैवटा कुरा राखेका छौँ जुन चाहिँ हामीले कुनै पोलिटिकल पार्टीबाट सापोर्ट चाहिँ लिएका छैनौँ। त्यहाँ फरक कुराहरू पनि छन्, कतिपय कुराहरू सिमिलर पनि छन्, तर योजना सबै राम्रै हुन्छन्। त्यसलाई काम कसरी गर्ने, काम गर्ने कि नगर्ने भन्ने कुरा हो नि त। जस्तै उदाहरणमा हामीले कलेज पढिराख्दाखेरि सबैले एउटै सिलेबस पढ्छ नि, कसैले फरक सिलेबस त पढ्दैन, तर कोही फर्स्ट हुन्छ, कोही थर्ड हुन्छ, कोही फेल हुन्छ नि त। त्यो हाम्रो भिजन एजेन्डा सिमिलर पनि हुनसक्ला, तर काम गर्ने क्षमता कोमा छ भन्ने कुरा हेर्नुपर्छ। तपाईँभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि, यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। र रोकेर भवनहरू बनाइयो नि, जस्तै सुन्दाराकै कुरा गर्दाखेरि, लुइटीको कुरा गर्दाखेरि त्यहाँनिर तपाईँको काठमाडौँ मल जुन बन्यो नि त्यसले चाहिँ त्यसको आगमन पानी रोक्दियो। अनि अहिले जुन सेतो टावर बनेको छ 24 तल्लाको, त्यसको बेसमेन्टले चाहिँ तपाईँको सेतो टावर 24 तल्लाको, त्यसको नाम धरहरा होइन? धरहरा त पछाडिको होइन र जुन भत्कियो। हावामा भएको धुलोलाई फिल्टर गर्ने मसिन ल्याउनु पर्यो भने, तर त्यो धुलो मसिन ल्याउने भन्दा त्यो धुलो कहाँबाट आयो त्यसलाई त रोक्ने हो नि त। त्यो बाटो भत्किरहेको छ कि कसैले कन्स्ट्रक्सन चाहिँ आइसोलेट धुलो त उडाकै छ सडकको। ब्रुमर, हाम्रो ब्रुमर मसिनहरू यहाँको जुन धुलो छ नि त्यो उठाउने खालको त मसिनै होइन, त्यो मसिन असक्षम छ। त्यो टाइपको मसिन त्यो भन्दा त बरु मान्छेले भक्तपुरमा जुन मान्छेले सफा गर्छ नि, बढाल्छ नि, त्यो एकदमै इफेक्टिभ भएको छ होइन। राइट ठाउँमा राइट चिज हुनुपर्छ, राइट ठाउँमा रङ चिज भएर त्यो गलत चिज भएको हो। तपाईँको विवाहको बारेमा तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यो, तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज, अरेन्ज म्यारिज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको हो? लुकाएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधिएको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। हामी जहिले पनि चलचित्रका निर्माताहरूलाई प्रश्न गर्ने गर्छौँ क्या, ल यो फिल्म फ्लप भयो, चलेन, पानी मागेन भने के त मैदान छोडेर भाग्ने कि अर्को फिल्म बनाउने भन्छौँ। त्यसै गरी कथम कदाचित तपाईँ पनि हार्नुभयो भने पनि मैदान छोडेर भाग्नुहुन्न। यसैसँग यसमै यो मेरो 10वटा फिल्म मध्ये एउटा मात्रै फिल्म हो क्या, अरू 9वटा फिल्म बाँकी नै छ। मेयर भनेको त एउटा कुनै पनि नगरपालिकाको सिइओ जस्तो पोजिसन हो नि त। त्यो मेयरले त शिक्षा बुझ्नु पर्यो, स्वास्थ्य बुझ्नु पर्यो, इन्फ्रास्ट्रक्चर बुझ्नु पर्यो, वेस्ट म्यानेजमेन्ट बुझ्नु पर्यो, पर्यटन, कल्चर, सम्पदा, सभ्यता सबै बुझेको हुनु पर्यो नि त। काठमाडौँ पार्टीका नेताहरूले त बुझेका हुँदैन होइन, पोलिटिकल पार्टीले नेताले कहिले बुझ्ने संघर्ष गरेको, जेल परेको समय नै छैन उहाँहरूसँग बुझ्नलाई यो विषयमा। खानेपानी पुग्छ क्या, वासीहरूले महिनौ पानी खान नपाएको उदाहरण छ। हामी कहाँ धाराबाट पानी नआएको हो, धाराबाट पानी नआएको। अनि अहिले जुन हामी पानी खान्छौँ, बोरिङको खान्छौँ नि त, सबैले बोरिङको पानी खाइरहेको छ। त्यो बोरिङको पानी त सकिन्छ नि त, त्यसलाई रिचार्ज गरिएन भने। रिचार्ज गर्ने त्यो पानी पनि सकिन्छ, बाटोहरू भाँसिन्छन्, घरहरू भत्किन्छन्। अहिले भाँसिरहेको समस्या त्यो पनि हो, पानी सकिएर भनेको। भुइँचालोभन्दा ठुलो समस्या त हाम्रो यहाँ अर्को रहेछ नि त, घर भत्किने। ढलको समस्यामा यस्तो हो, ढलको सिवेरेज ट्रिटमेन्ट प्लान्ट हुन्छ जुन बौद्धमा पनि देख्न सक्नुहुन्छ होइन। यो चिजमा चाहिँ एकतिर गर्यो त्यसपछि मान्छेले ध्यान दिएन, अर्कोतिर गर्यो त्यसपछि ध्यान दिएन, मोनिटरिङ गरिएन। त्योहरूले कुनै कुनै ठाउँमा काम नगरेर यतिसम्म भएको छ कि ढलको पानी ल्याउने, त्यसलाई के गर्ने, अनि अर्को बोरिङ गरेर पानी झिकेर खोलामा हाल्ने पनि हुन्छ। त्यो देख्नु पनि भएको छ होला, तपाईँ त्यो बेला जानु पनि भएको थियो होला, त्यो नेताहरू नहुने बेलामा हो। तर ट्राफिक जाम त ठुलो समस्या छ। ट्राफिक जाम चाहिँ किन छ भन्दाखेरि तपाईँको अफिस 10 बजे खुल्छ, 5 बजे सबैको बन्द हुन्छ। अब अफिसको प्रकृति हेरेर, जस्तै कुनै अफिस आइटी कम्पनी होला अथवा के होला, जस्तै सुन पसल र लुगा पसलले 12 बजे मात्रै खोल्नु, अथवा आइटी अफिसले 2 बजे मात्रै खोल्नु, बरु बेलुका 7 बजेसम्म खोल्नु, 8 बजेसम्म खोल्नु। अनि हामीले चाहिँ सेक्युरिटी दिन्छौँ। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोला जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो छ भने त भएन।
अहिलेको अवस्थामा छ नि चुनावको माहौल बनिरहेको छ नि देशमा तपाईँ स्थानीय तहकै बारेमा छ नि यो स्थानीय तहको सरकारको बारेमा यो सरकार कस्तो हुनुपर्छ भन्ने बारेमा भिडियो होइन यो सरकार कस्तो हुनुपर्छ भन्ने शब्द बारेमा चाहिँ गीत भन्दा पनि मलाई काम गर्नु मन छ। गजब बेइज्जती। तपाईँ कुनै पार्टीमा प्रवेश गरेर उम्मेदवारी दिएको भए राम्रो हुन्थ्यो नि त। पार्टी सिस्टमले लोकल इलेक्सनमा काम गर्न सक्दैन। जस्तै अब त्यो तर हाम्रो संसदीय देशमा त अहिले पार्टी सिस्टमले काम गरेको त्यही कुरा तोड्न खोज्दैछ। जस्तै उम्मेदवारी दिइसकेपछि तपाईँको चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि होइन, त्यो धरहरा होइन, त्यो धरहरा किन होइन, पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो। अनि त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। तपाईँले त भ्यू टावर भन्नुभयो धरहरालाई। भ्यू टावर होइन त्यो, कसरी? होइन त्यो सेतो टावर हो। भ्यू टावर किन होइन भन्दाखेरि भ्यू टावर पनि होइन धरहरा। कुनै पनि सहरमा भ्यू टावर त्यसलाई भनिन्छ जुन भन्दा अग्लो चिज केही पनि हुँदैन। जस्तै हाम्रो यो सेतो टावर भन्दा अग्लो त 2टा होटल छन् त, भनेपछि कुन चाहिँ भ्यू टावर त? भीमसेन थापाले बनाएको धरहरा होइन अहिले केपी त्यो पछाडिको हो नि त, अगाडिको भीमसेन थापाले बनाएको होइन नि त, हो र? तपाईँलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नु। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। रोमान्चको परिभाषा तपाईँले गरिरहँदाखेरि हजुर, हजुर। प्रेम विवाह सेक्स हजुर, आजको पुस्ताको लागि आवश्यक छ। आजको पुस्ताको लागि भन्दा पनि त्यो सबै पुस्ताको लागि आवश्यक, तपाईँको लागि आवश्यक छ, मेरो लागि, सबैको लागि आवश्यक चिज हो। मलाई विद्या सुन्दर साक्यले जनता जान्न चाहन्छन् कार्यक्रममा आएर प्रश्न भन्नुभएको थियो अहिलेको अवस्थामा म बाहेक कोही पनि राम्रो उम्मेदवार छैन। आज यसपालि भनेर यो चुनावमा भन्नुभएको थियो। ठिक छ, उहाँलाई त्यस्तो लाग्छ भने त केही भन्न सकिएन, तर उहाँलाई त्यो लाग्नु पनि पर्छ, किनभने मेरोमै उठिसकेपछि त्यति त लाग्नु पर्यो नि त मान्छेलाई।